हेलो एभ्रिवान वेलकम टु माई भ्लग म हजुरको हसमुख डन हैन। आज चाहिँ हामी अलिक छिटो पसल बन्द गर्दैछौँ किनकि आज मैले कभर पनि काटेको छ। हेर्नु त अलिकति राम्ररी च्वाक देखेको छु होला नि। आज चाहिँ हामी कोरियन खाना जाँदैछौँ। यो चाहिँ मेरो दिदी अनि यो चाहिँ मेरो छोरा दिदीको मभन्दा ठुलो छ। के गर्ने हजुरलाई हामी देखाउनेवाला छौँ हामी के खान्छौँ भनेर। यस्तो दामी ठाउँ छ हैन। यस्तो बवालवाला छ त्यहाँ। एकदम खानेकुराहरू एकदम मिठो पाउँछ। हजुरलाई म भिडियोमा कन्टिन्यू देखाउनेवाला छु, हेर्दै गर्नुहोस्। सुरुकुटीबाट पल्टनबाट नाटक नगरे ठिकै छ भाइ। पोज पनि दिँदैन। भयभरको आएको जति मुख सब छाड्दिने आउँदैन आउँदैन आउने त छाड्न थापेन साला र थापे जिन्दुवा त कस्तो चिप्नु हो भने यो मै अभी यो चाहिँ हाम्रो थमेल बजार हो अनि यहाँ चाहिँ मोस्ट ह्यापनिङ प्लेस टुरिस्ट एरिया भन्छन् हाम्रो नेपालमा चाहिँ। यो चाहिँ टुरिस्ट एरिया हो। यहाँ चाहिँ राति मात्रै रमाइलो हुन्छ। राम्रो ज्वेलरीहरू सपहरू पनि छ सिधा। अनि हाम्रो कोरियन चाहिँ अब सिधा यहाँबाट गएर टक्क हेर्नु त्यहाँको बाटो। अब यहाँबाट जाने राइट लाइक अ बेबी। यो चाहिँ हाम्रो फेभरेट कोरियन पाउँछु कि तपाईँ हामीलाई धन्यवाद दिनुहुन्छ। झर्त धन्यवाद। यतिलाई स्कुटी चलाउन आउँदैन। ट्राफिक कसले भेटायो भने ट्राफिक सरले भेटायो भने छोप्नु होला। राम्रोसँग स्कुटी चलाउनु पनि आउँदैन। मलाई पछाडिको बसेको प्यासेन्जरले गाली गर्नुहुन्छ उहाँले। अनुहार हेर्नुहोस्। यो चाहिँ हाम्रो पिकनिक। यहाँ हो हाम्रो युट्युब क्याब। तिमीले कसको क्याब? हाम्रो क्याब जस्तो लाग्यो। आफ्नै हो। तिम्रो हो? होइन। अनि मेरो फेभरेट प्लान्ट मोन्स्टेरा प्लान्ट। मलाई अर्को यसमा नयाँ काब आयो भने चोर्ने प्लान गरेको छु तर खै नयाँ त आउँदैन त। जस्तो थियो त्यस्ताको जस्तो छ। अनि यहाँ चाहिँ फिसहरू पनि छ। एरिया पनि ठुलो छ। आज स्याटरडे मान्छेहरू टन्न हुनसक्छ। अनि हाम्रो फेभरेट बस्ने एरिया चाहिँ माथि टपमा हो। बट आज दिदीहरूसँग आएर कहाँ बस्ने हो त्यो चाहिँ थाहा छैन। त्यो पनि तपाईँहरूलाई देखाउँछु। यो चाहिँ म हो। सायद हामी नै फर्स्ट या मैले भनेको थिएँ नि हामी टपमै जान्छौँ भनेर। यहाँको लाइक अ बेबी। हाम्रो फेभरेट बस्ने पनि यही हुन्छ। यो चाहिँ हाम्रो फेभरेट बस्ने एरिया। यहाँबाट दामी फुलमुन पनि देखिन्थ्यो। आज फुलमुन देखेन। अनि के छ त युट्युबको ओनर? एकदम ठिक छ। तिम्रो युट्युब यो बत्तीको बिचमा त मैले चुहा गइरहेको छु। हेर्दा अनुहार टल्केको। यो बेबीको त झन् अनुहार पनि देखेको छैन। यता बेबी हेर न भनेको कस्तो लाज माने केटी जस्तो गरेर।
दिदीको त फेस पनि देखाएको छैन बुढी भएर हाम्रो दिदी खैरिन जस्तो देखिनुहुन्छ आज तिमी पनि खैरिन जस्तै देखाएको छौ हेर त्यही त आमाम अनुहार टल्केको मेरो त आउँदा भन्दा नि दाँत छेपै त्यो पुस्नुपर्छ नगर दाँत टल्केको बल्ल देखाइ तिम्रो अनुहार देखिसक्यो अनि के भन्छ हस् अहिले एकछिनै खत्तम गर्छु म खाना ल्याएँ भने तपाईँहरूलाई देखाउँछु यति मिठो खाना तपाईँले कहीँ पाउनुहुन्न कोही यो हाम्रो मेनु हो किनभने यसको प्राइसहरू पनि एकदम राम्रो छ हामीले खाना आमा 2000 राम्रो भन्दा सुरुमा 2000 आइरहेको यो चाहिँ सरी बाइ द यो के को हो पुरा यो के गरेर खान्छौँ नि पकाएर त्यो वाला हो ग्राम्स एक्स्ट्रा यता छ किम्बाब हाम्रो चाहिँ यहाँको फेभरेट भनेको यो सेट हो चिकन बार्बिक्यू सेट होइन यो अनि किम्बाब कता छ अनि यो एउटा चिकन फ्राइड चाहिँ स्पाइसी फ्राइड चिकन चाहिँ हाम्रो यहाँको फेभरेट हो 2टा अनि किम्बाब 3टा किम्बाब कता छ यो चाहिँ फेभरेट हामीहरूको सुरुमा आउने बित्तिकै हामी सब झम्टिन्छौँ यसमा होइन अनि अरू पनि मिठो मिठो छ तर ठिकै छ तपाईँहरू अरू पनि खान सक्नुहुन्छ वाइन बियरहरू चाहियो कति गोरा देख्यो नि हेर न यहाँबाट लाइटले के पुरै बाइ द वे हामी गोरै छौँ हाम्रो आयो भने मक्ख पार्दै अरूले आएको रहेछ अर्डर झम्टिनै आँट्छ त्यो दिदी हो मेन यहाँ झम्टिनै आँटेको यो चाहिँ हाम्रो स्प्राइट लेमन मम्मी भोक लाग्यो उता गयो फाइनली हाम्रो इन्तजार का फल खत्म हो गया यो चाहिँ मैले मगाएको फर्स्ट टाइम यो चाहिँ रामेन अब कस्तो बास्ना आइरहेको छ त्यो वाला होइन नि त त्यो त स्पाइगेटीको अर्कै हो फेभरेट वान यो चाहिँ फेभरेट हुन्छ कि हुँदैन फेभरेटको लिस्टमा त थाहा छैन ल है गाइज अब खाम यो चाहिँ माई फेभरेट वेट म पनि खै के वेट छिटो गर्छ नि Cheers. कोरियन खाँदा यस्तै समात्न पनि आइसक्यो आमा कम्पुलाई खुवाउनु पर्ने यो चाहिँ ट्राई गर्छु गम्पु आएकै छैन यहाँ आएको छैन गम्पु र दिदी घरमा खाएको त मिठै नहुने त अब कस्तो छ है तर रामेन होइन हाम्रो सेकेन्ड फेभरेट राइस गर्नुहुन्छ हजुर राइस पर्छ यो चाहिँ हाम्रो सेकेन्ड फेभरेट के भन्छ यसलाई के भन्छ अरे बिर्सेँ चिकन सेट बार्बिक्यू सेट यो चाहिँ हाम्रो सेकेन्ड फेभरेट हो एकदमै टेस्टी हुन्छ यु ट्राई गाइज बाइ कस्तो छ यु नाइस चार किन गरिरहेको छौ तिमी मेरो त पेट यत्रो भरेर फुट्ला जस्तो हुन्छ पेट हेर्दा त सिलिन्छ फेरि मेरो मलाई चलाउनु दिउ भनेको यिनीहरूलाई हेलो एभ्रिवान हामी चाहिँ अब घर गएको
सिधै छिन भर्खरै तर ठिकै छ ओ वाउ प्लान देख्ने बित्तिकै बाई बाई गरौँ ए ल यो चाहिँ पिकनिकको बाहिर बोर्ड छ पुरा प्रचार गर्दैछु किनभने फेभरेट हो नि त फेभरेट मान्छेको फेभरेट ठाउँको अभियसली त मनदेखि गर्न मन लाग्छ गर्नु परेन होइन त बाई बाई ए मान्छे बाई बाई गर्ला नि फेरि हेर्ने हेर्ने त अबिकले फेल्छ अहिले अबिकले वाह वाह अबिकलाई चलाउ त चलाउ हाम्रो हिरोइन see you next time